यसमा चाहिँ अब के छ भने चाहिँ जति पनि नयाँ मेम्बर्सहरू यहाँ जोडिनु भएको छ उहाँलाई आज हामी स्वागत गर्नेछौँ र हाम्रो यो परिवारमा सामेल गर्नेछौँ र म अगाडिको केही शब्द राख्नलाई हाम्रा अगाडि क्याप्टेन सुमन सरलाई यहाँ मञ्चमा बोलाउन चाहन्छु। अलिकति ताली बजाइदिनु होला उहाँलाई स्वागत गर्नु सुमन सर। र सर्वप्रथम त जति पनि हाम्रो रिटायर्ड पर्सन हाम्रो ठुलो पार्टीहरू हो उहाँहरूलाई राम राम नमस्कार र भाइहरूलाई सबलाई पनि र उपस्थित भएका हाम्रो दिदी बहिनीहरू जतिसम्म हाल्न पनि सबलाई राम राम र नमस्कार मेरो तर्फबाट र विशेष गरी सबैभन्दा पहिला त यति टाढोबाट तपाईँहरूले आफ्नो एउटा फ्यामिली जस्तो सम्झेर र हामीले यो संस्थालाई चाहिँ राम्रो बनाउनुपर्छ भनेर जो सोच विचार लिएर यहाँ आउनुभएको छ यसको लागि चाहिँ एकदमै हामी खुसी छौँ र म अनिल चेत्री कविताबाट जिसी साल गुर्जीहरू भाइहरूको भन्ने मतलब सलाम छ र नमस्कार। र सर्वप्रथम म नाम बोलाउन चाहन्छु हाम्रा सुधार भीम कुमार थापा पङ्खाबारीबाट। सर तपाईँ प्लिज यहाँ अघि आइदिनुहोस् स्वागतको निम्ति। धन्यवाद। हाम्रो हुनुहुन्छ मेम्बर हलदार टेकबहादुर गुरुङ मिरिकबाट। सरलाई स्वागत गरिदिनु होला मानिस। धन्यवाद सर, धेरै धेरै धन्यवाद। र अर्को हुनुहुन्छ हाम्रा नायक मणिचन्द प्रधान मिरिकबाट र मणिचन्द साहबलाई पनि स्वागत गर्नुको जोरदार तालिम स्वागत गरिदिनु होला। र अर्को नाम हुनुहुन्छ हलदार हिम्मत थापा सालुगढबाट। र त्यसपछि म बोलाउन चाहन्छु हाम्रा धेरै पुरानो है हामीलाई धेरै अगाडि छोडेर जानुभएको है र आज फेरि सम्मिलित हुनुभयो हाम्रा राइफलम्यान श्याम थापा गोरुबन्धनबाट। उहाँलाई धेरै भयो है नदेखेको र उहाँ त्यत्रो टाढोबाट आइदिनु भयो, टाइममा आइदिनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू श्याम सर, धन्यवाद। र अब फेरि नाम म बोलाउन चाहन्छु हाम्रा नायक राजेश प्रधान भुटाबारीबाट। राजेशज्यू तपाईँ स्टेजमा आइदिनु होला। राजेशज्यूलाई हाम्रो परिवारमा स्वागत छ, थ्याङ्क यू। र अब फेरि म नाम बोलाउन चाहन्छु हाम्रा नायक सन्दीप प्रधान सोरेनी मिरिकबाट। सन्दीप भाइलाई पनि धेरै धेरै धन्यवाद, तपाईँ आइदिनुभयो है हाम्रो परिवारमा सम्मिलित भइदिनुभयो, थ्याङ्क यू सन्दीप भाइ, धन्यवाद। र अब फेरि नाम छ राइफलम्यान राजकुमार थापा सोरेनी मिरिकबाट। भाइ राजकुमारलाई पनि स्वागत छ। धन्यवाद राजकुमार भाइ, आइदिनुभयो है। अब फेरि नाम छ हाम्रो नायक विमल थापा मिरिकबाट थियो। विमल भाइलाई स्वागत गर्न चाहन्छु। धेरै धेरै धन्यवाद विमल भाइ, थ्याङ्क यू। र अब फेरि नाम बोल्न चाहन्छु हलदार बिमा तामाङ मिरिक सेवकबाट। हाम्रो बिमा साहबलाई पनि धेरै धेरै धन्यवाद, तपाईँ आइदिनुभयो यत्रो टाढोबाट हाम्रो परिवारमा सम्मिलित भइदिनुभयो, थ्याङ्क यू। र अब अर्को नाम बोलाउन चाहन्छु हाम्रो हलदार कुमार प्रधान नयाँबारीबाट। कुमारज्यूलाई पनि धेरै धेरै धन्यवाद, उहाँ त्यति टाढोबाट आइदिनुभयो, आज हाम्रो परिवारमा सम्मिलित भइदिनुभयो, सिंहपट्टनको परिवारमा सम्मिलित भइदिनुभयो, धेरै धेरै धन्यवाद कुमारज्यूलाई। र अब हामी नाम बोलाउन चाहन्छौँ नायक टेकबहादुर प्रधान निर्माणीबाट। र हाम्रो प्रधानज्यूलाई पनि धेरै धेरै धन्यवाद, तपाईँ दिनुभयो हाम्रो परिवारमा सहयोग दिनुभयो, थ्याङ्क यू। र अब फेरि म बोलाउन चाहन्छु हाम्रो नायक बुद्धिमान खवास निर्माणीबाट। भाइ बुद्धिमानलाई पनि धेरै धेरै धन्यवाद, तपाईँ आइदिनुभयो हाम्रो परिवारमा, लु बाबालाई नै लगाइदिनु भयो स्वागतको निम्ति, थ्याङ्क यू, थ्याङ्क यू, धन्यवाद। र अब फेरि म बोलाउन चाहन्छु हाम्रो नेक्स्ट नायक दिपेन तामाङ सिलिगुडीबाट। भाइ दिपेनलाई पनि धेरै धेरै स्वागत र धन्यवाद छ, उहाँ सिलिगुडीबाट आज आइदिनु भयो हाम्रो परिवारमा, थ्याङ्क यू, धन्यवाद दिपेन भाइ, थ्याङ्क यू भेरी मच। र अब म बोलाउन चाहन्छु मञ्चमा हाम्रा सुधार मनोज प्रधानज्यूलाई नक्सलबारीबाट। हाम्रो मनोज साहबलाई पनि धेरै धेरै धन्यवाद, तपाईँ आइदिनुभयो, परिवारमा सम्मिलित भइदिनुभयो, थ्याङ्क यू सर, धन्यवाद।
र अब फेरि म स्वागत गर्न चाहन्छु हाम्रा अनेरी क्याप्टेन श्री सुमन गुरुङज्यूलाई प्रथम तलबाट हजुर उहाँलाई स्वागत त गर्नु पऱ्यो नि त होइन म्याडमले नै स्वागत गरिदिनु होला लु हाम्रो जिना म्यामले नै आफ्नो है अनेरी क्याप्टेन सुमन सरहरूको थ्याङ्क यू सर धन्यवाद र अब म बोलाउन चाहन्छु हाम्रो हलदार विमल राईज्यूलाई तरुन्जबाडी विमल राई सर तपाईँ है आज धेरै दिनपछि हाम्रो पुरानो प्रधानमन्त्री साहबसँग भेट भयो थ्याङ्क यू विमल सर धन्यवाद धेरै धन्यवाद थ्याङ्क यू र अब म बोलाउन चाहन्छु हाम्रा हलदार शम्भु प्रधान पानीघाटाबाट शम्भुज्यूलाई धेरै धन्यवाद तपाईँ आइदिनु भयो परिवारमा नानीको तर्फबाट तपाईँलाई स्वागत छ थ्याङ्क यू धन्यवाद र अब म बोलाउँछु हाम्रो नायक कृष्ण प्रधान उहाँ त हुनुहुँदैन अहिले फिलहाल उहाँ बाहिर हुनुहुन्छ र उहाँको विशेषलाई स्वस्तिको प्रधानलाई म यहाँ मञ्चमा बोलाउन चाहन्छु स्वागतको निम्ति र हाम्रो बहिनी स्वस्तिकोलाई है विशेष कृष्ण प्रधान है थ्याङ्क यू बहिनी धन्यवाद अब हाम्रो बोलाउन चाहन्छु म अनेरी लेफ्टेनेन्ट हाम्रो कविज्यूलाई कवि साहबलाई अगाडि आइदिनु साहब प्लिज र उहाँलाई पनि धेरै स्वागत धन्यवाद साहब थ्याङ्क यू र अब म बोलाउन चाहन्छु हाम्रा विशेष किरण राई है किरण थापाज्यूलाई उहाँ हुनुहुँदैन किरण बाहिर हुनुहुन्छ किरण सर उहाँको विशेष आज उपस्थित हुनुहुन्छ र उहाँलाई हाम्रो यस परिवारमा स्वागत छ र धन्यवाद थ्याङ्क यू तपाईँ आइदिनु भयो र अब बोलाउन चाहन्छु हाम्रा विशेष नायक सुधीर सुब्बाको उहाँ सालबारीबाट हुन्छ विशेष सुधीर सुब्बाज्यू यहाँ आइदिनुहोस् होला तपाईँलाई स्वागत छ उहाँलाई पनि अहिले फिलहाल यहाँ हुनुहुँदैन बाहिर हुनुहुन्छ त्यस कारण उहाँको विशेष उपस्थित हुनुपर्छ धन्यवाद थ्याङ्क यू म्याम र अब म बोलाउन चाहन्छु हाम्रो भाइ हलदार है गम्भीर छेत्रीज्यूलाई सालुबाट हाम्रो गम्भीर भाइ है उहाँ आज नेपाल जानुभएको थियो र यहाँ सम्मिलित हुनुलाई उहाँले कतिवटा काम छाडेर यहाँ आउनुभयो उहाँलाई धेरै धन्यवाद उहाँ कति स्पिडमा आउनुभयो उहाँ यति जोस छ उहाँलाई थ्याङ्क यू धन्यवाद भाइ र अब म बोलाउन चाहन्छु हाम्रो धेरै है फ्यान्टास्टिक भाइ है हाम्रो इङ्ग्लिस सिङ्गर भनौँ है नायक मोहनज्यूलाई उहाँ चाहिँ हाम्रो समितिबाट हुनुहुन्छ उहाँले हाम्रो पटनमा धेरै राम्रो काम गर्नुभएको छ है समितिमा अगाडि बढाउनु भएको छ उहाँ हाम्रो वेस्टर्न सिङ्गर पनि हुनुहुन्थ्यो है मोहन भाइलाई धेरै धन्यवाद थ्याङ्क यू र अब म बोलाउन चाहन्छु हाम्रो नायक पुनम थापाज्यूलाई घायाबारीबाट पुनम थापाज्यू थ्याङ्क यू गाडी जोडाबाट आउनुहुन्छ है गाडी जोडाबाट है र थ्याङ्क यू तपाईँ आइदिनु भयो धन्यवाद हाम्रो परिवारमा सम्मिलित भइदिनु भयो धन्यवाद सर थ्याङ्क यू र अब म बोलाउन चाहन्छु मिसेस हलदार है मिसेस हलदार अजय गुरुङज्यू हुनुहुँदैन उहाँको विशेष सुषमा गुरुङज्यू हुनुहुन्छ उहाँ सालबारीबाट उहाँको प्रेजेन्टमा एब्सेन्टमा आउनुभएको छ सुषमाज्यूलाई धेरै धन्यवाद आज आइदिनु भयो हाम्रो परिवारमा सम्मिलित भइदिनु भयो थ्याङ्क यू धन्यवाद र अब म बोलाउन चाहन्छु है हाम्रा नायक दीपक प्रधानज्यूलाई दुटिया बजारबाट है थ्याङ्क यू धेरै धन्यवाद उहाँ आइदिनु भयो है हाम्रो परिवारमा सम्मिलित भइदिनु र अब अन्तमा म आफैलाई स्वागत गर्न चाहन्छु है नायक रोशनज्यू है म पनि तपाईँको परिवारमा भएको छु तपाईँलाई सल्लाह स्वागत गरिदिनु थ्याङ्क यू धन्यवाद यति भन्दै आज हाम्रो है जति पनि मेम्बरहरू हुनुहुन्थ्यो उहाँलाई स्वागत गर्नु हामीले पनि हाम्रो परिवारमा सम्मिलित गरेको छौँ उहाँलाई स्वागत गरेको धन्यवाद थ्याङ्क यू धन्यवाद र अब म फेरि हाम्रा छोरी है नायक हाम्रा बुद्धिमान कमर्सको छोरीलाई पनि प्लिज यहाँ स्टेजमा आइदिने अनुरोध गर्दछु उहाँलाई पनि स्वागत हामीले गर्नेछौँ है त्यसो है हाम्रो छोरी र हाम्रा नायक पुनम थापाज्यू है गाडीद्वारा उहाँको छोरीलाई पनि हामीले यहाँ स्टेजमा बोलाउन चाहन्छौँ है तपाईँ पनि आइदिनुहोस् ल प्लिज र उहाँलाई जोरदार तालीले स्वागत गरिदिनु होला धन्यवाद थ्याङ्क यू थ्याङ्क यू धन्यवाद धन्यवाद नानी तपाईँहरू पनि आइदिनु भयो है क्याप्टेन है सुमन साहबज्यूको म्याम है जिना म्याम प्लिज तपाईँ पनि स्टेजमा आइदिनुहोस् होला है उहाँलाई स्वागत है थ्याङ्क यू
तपाईँ हाम्रो परिवारमा आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू। रिकार्ड हलदार हाम्रो मत बुझीले 2-3 शब्द राखिदिनुहुन्छ भनेर म अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू। सर्वप्रथम हाम्रो सिङ्गो भैरवलाई राम राम, जय हिन्द। र आज हामीले तराई क्षेत्रमा हाम्रो पर्यटनको एउटा सङ्गठन खोलेको आज मैले भर्खरै चाल पाएँ। मलाई यहाँ क्याप्टन कवि साहबले भन्नुभयो, क्याप्टन सुमन साहब हुनुहुन्छ, हाम्रा अलिअलि सुधा मेजर भीम साहबहरू हुनुहुन्छ, हाम्रो टेकबहादुर साहब छ, जति मेरो सँगै काम गरेको है। र यो बहुत राम्रो कुरो हो, एकजुट हौँ। जस्तै अनेक थरीका फुलहरू एक सूत्रमा बाँधेर जो एउटा माला बनाउँछ भने त्यस्तै मालासँग उनेर बसौँ, हामी जुटौँ नफुटौँ। यति भन्दै म मेरो यो सानो वक्तव्यलाई यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद। राम राम। थ्याङ्क यू मधुजी, कति राम्रो शब्द भन्नुभयो होइन। कल्ला